हेलो एन्ड नमस्ते साथीहरू, फेरि पनि वेलकम छ मेरो एउटा नयाँ ब्लगमा। आज फागुन 16 गते शनिबारको दिन रहेको छ र म छु अहिले चाहिँ हाम्रो शिवपुर जनआदर्श युवा क्लबको खेल मैदानमा। अब आउने 2082 वैशाख महिनादेखि यहाँ चाहिँ विभिन्न किसिमका खेलहरू आयोजना गर्नको लागि यहाँका समितिहरूले, विशेष गरी हाम्रो क्लबका अध्यक्ष श्री कमल घिमिरेज्यूले ग्राउन्डलाई व्यवस्थापन गर्नको लागि यहाँका स्थानीय खेलाडीहरू, स्थानीय गाउँवासीहरूलाई जुटाएर चाहिँ आज खेल मैदान मर्मत गर्ने क्रममा हुनुहुन्छ। तपाईँ देख्न सक्नुहुन्छ भने आज फागुन 16 गते हाम्रो शिवराज नगरपालिकाभित्र विभिन्न किसिमका कार्यक्रमहरू आयोजना गरिँदैछ भन्ने तपाईँहरू सबैलाई चाहिँ अवगत नै छ। हेरौँ आजको यो दिनभरिको ब्लगमा के कस्ता कुराहरू इन्क्लुड गर्नेछु म। सँगसँगै भर्खर मात्र एसई परीक्षा सकिएको छ र हाम्रा प्रिय विद्यार्थी भाइ बहिनीहरूलाई अब ई पछि चाहिँ रहेको यो विधामा तपाईँले विभिन्न किसिमका सिपमूलक तालिमहरू लिनको लागि हाम्रो संस्था गुगल कम्प्युटर रहेको छ। एडमिसन ओपन छ, थुप्रै विद्यार्थीहरू आएर नाम टिपाउनु भएको छ। ढिलो नगर्नु होला, सिट सुरक्षित गर्नुहोस् र हामी चाहिँ क्लासमा पनि पक्कै भेट्नेछौँ। अब हेरौँ दिनभरिको ब्लगमा म के कुराहरू इन्क्लुड गर्नेवाला छु, त्यति चाहिँ स्टे ट्युन। दर्शकबिन, अहिले म छु हाम्रो शिवपुरमा रहेको जनआदर्श युवा क्लबको ग्राउन्डमा र अहिले हामीसँग हुनुहुन्छ यसै क्लबका अध्यक्ष समाजसेवी व्यक्तित्व कमल घिमिरेज्यू, हाम्रो दाइ हुनुहुन्छ। दाइ के छ, आरामै हुनुहुन्छ? एकदम ठिक छ। सर्वप्रथम त तपाईँलाई स्वागत छ मेरो ब्लगमा। अब आउने 2082लाई तपाईँले कसरी हेरिराख्नु भएको छ? अब सर्वप्रथम त सबै सम्पूर्णलाई नयाँ वर्ष, आउँदै गरेको नयाँ वर्ष 2082 सालको शुभकामना। सँगै यो 2082 सालको नयाँ वर्षको उपलक्ष्यमा हामीले एउटा फुटबल खेलकुद आयोजना गर्ने गइरहेको छौँ। अब लोकल स्थानीय खेलाडीहरूलाई प्रोत्साहनको रूपमा प्लस अब खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ साना भाइ बहिनीहरूलाई खेल्ने अवसर दिउँ भनेर एउटा खेलकुदको आयोजना गर्दैछौँ। त्यसमा सबै सम्पूर्ण टिमहरूसँग सहभागी भएर हामीलाई साथ दिनुहोला भन्ने मेरो अनुरोध छ। हरेक क्लबहरूले आफ्नो उपस्थिति जनाएर हामीलाई हौसला साथ दिएर खेललाई रोमाञ्चक बनाइदिनु हुन पनि अनुरोध गर्दछु। र दाइ आज चाहिँ फिल्ड चाहिँ हाम्रो रेखाङ्कनसँगै अब फिल्ड बनाउने कार्यक्रम, अब पोलहरू सबै चेन्ज गर्न गइरहेको छौँ। अब आज 1-2 दिनमै हाम्रो सबै काम हुन्छ होला। आज पहिलो दिन रेखाङ्कन भइरहेको छ, हजुर, मार्किङ गर्दैछौँ। अब खन्ने कार्यक्रम हुन्छ, साँझसम्म भेटिन्छ सबै। हजुर, अहिलेलाई चाहिँ रेखाङ्कन गर्दैछौँ। पछि हस् हुन्छ दाइ, हस्। ल गुड ल सबै भन्नु त जय नेपाल। यसरी यता हेर, यहाँ हेर त, जय नेपाल। हेलो भाइ, नमस्ते। नमस्ते हजुर, आज यहाँनिर झन्डा पनि देखिरहेको छ। आज के को तयारी भइरहेछ? आज चैत 16 गते आज हाम्रो र्याली छ, राजावादी र्याली छ। त्यही भएर राजा आउनुपर्छ, देश बचाउनु पर्छ। अब यो नेताहरूबाट केही हुनेवाला छैन, त्यही भएर आज हामी पनि र्यालीमा निस्केको छौँ। ल हुन्छ, हस्, धन्यवाद।